हेलो फ्रेन्ड, गुड मर्निङ, वेलकम टु माई मिनी ब्लग। सो सधैँ म जिमको मात्रै ब्लग हाल्ने गर्थेँ, तर आज थोरै भए पनि नयाँ छ है मेरो ब्लगमा। आज म बिहान उठेँ, तातो पानी खाएँ एज युजल, अनि त्यसपछि खानसाना रेडी गरेँ, खाएँ, अनि त्यसपछि र म स्विमिङ क्लासतर्फ लाग्दैछु आज है, किनभने मलाई स्विमिङ गर्न आउँदैन। सो स्विमिङ पनि सिकाउन भनेर आज म स्विमिङको लागि क्लास लिन जाँदैछु हैन, स्विमिङ सिक्नको लागि। सो लोकनथलीको स्विमिङ ट्रेनिङ सेन्टरमा पुगेँ म, अनि त्यसपछि मलाई आउँदैन स्विमिङ गर्न, पानीमा तैरिन केही गर्न आउँदैन कि साह्रै डर लाग्छ। बट मैले त्यहाँ पुगेर धेरै कुरो, आज फर्स्ट डेमै मैले धेरै कुरो सिकेँ। हेर्न सक्नुहुन्छ म डुब्न आँटे जस्तो पनि भएको छु कि, बट सिक्दा सिक्दै केही घन्टामा सरले निकै राम्रोसँग सिकाउनु भयो र मैले आफै एक्लै सकेँ यतिसम्म गर्न। मलाई त्यतिमा चाहिँ खुसी साह्रै लागेको छ है। अनि त्यति सकाइसकेर घरतर्फ लागेँ, जिम पनि त जानु पऱ्यो नि। अनि आइसकेर थोरै नास्ताहरू गरेर जिम पुगेँ र आज मैले चेस्ट र ब्याकको एक्सर्साइज थियो र फ्ल्याट डम्बल प्रेस अनि चेस्ट प्रेस, इन्क्लाइन प्रेस अनि फ्लाइङ चेस्टहरू गरेँ, अनि थोरै ट्राइसेपको पनि गरेँ। 3-4वटा ट्राइसेपको गर्ने गर्छु र चेस्टको 5वटासम्म गर्ने गर्छु। र त्यति गरिसकेर लास्टमा चाहिँ स्ट्रेचिङ योगाहरू गर्ने गर्छु। सो त्यति गरेँ अनि गरिसकेर अनि म आजको जिम र वेट लिफ्टिङको क्लास सकाएर घरतर्फ लागेँ। ठिक्कको गरेँ, किनभने स्विमिङमा पनि गरेर धेरै गाह्रो भएको थियो मलाई होइन। त्यहाँ त मलाई भन्नु नै भएको थियो नगर्नु भनेर, बट मैले त्यही पनि सक्छु कि भनेर जिम त आएँ। त्यही पनि जसो तसो आजको चाहिँ जिम पनि कम्प्लिट गरेँ, तर केही दिन म ग्याप हुनेवाला छु होइन। जिमको भिडियोहरूमा थोरै हाल्दिनँ जस्तो छ र दुईतिर गर्नेलाई गाह्रो हुँदो रहेछ कि साथी, एनर्जी लस हुँदो रहेछ, एनर्जी पुग्दैन रहेछ दुईतिर गर्नलाई। सो केही दिन म ग्याप हुन्छ होला, जिमको भिडियोहरू हाल्न सक्दिनँ होला। सो भयो भने म भोलिदेखि स्विमिङ क्लासकै म हजुरलाई मेरो हप्ता दिनमा कतिको प्रोग्रेस भयो म त्यो सबै हजुरलाई भन्ने छु। हजुरहरू पनि चाहनुहुन्छ भने नि जान सक्नुहुन्छ है लोकनथलीको स्विमिङ सेन्टरमा। साह्रै राम्रो लाग्यो मलाई पहिलो दिनै। अब हेरौँ न हप्ता दिनमा मैले कतिको सिक्दो रहेछु है। हजुरहरूले मेरो ब्लग हेर्दै गर्नु होला र थाहा पाउनुहुन्छ हजुरहरूले मैले 7 डेज 8 डेजमा मैले कतिको प्रोग्रेस गरेँ ल। सो आज यति नै होइन एक्सर्साइजहरूको ब्लग, अनि यति गरिसकेर मैले घरतर्फ लागेँ। अनि मेरो नाइटको खाना भनेको चाहिँ ओट्सको दलिया हो। सो आज मैले यति नै लिएँ र फ्रेस भएर आफ्नो बेडतर्फ लागेँ। सो गुड नाइट फ्रेन्ड, भोलिदेखि चाहिँ स्विमिङको ब्लग आउँछ है हजुरहरूलाई। जिमको चाहिँ केही दिन ग्याप गर्छु ल, बाई।